भिडियोहरूलाई सेयर गरेर मलाई मेरो गीतहरू मेरो प्रतिभाहरूलाई माया गरिदिनु होला भन्ने म सबैप्रति अनुरोध गर्न चाहन्छु। आसामको सदिया उदयपुर नौगाउँ निवासी दृष्टिहीन गोर्खा गायक विष्णु दाहाल नेपाली सङ्गीतमा उदाएको प्रतिभाशाली र प्रेरणादायी कलाकार हुनुहुन्छ। दृष्टिविहीनता जस्ता चुनौती पार गर्दै उहाँले आफ्नो छुट्टै पहिचान बनाउनु भएको छ। हामी सबैमा अनुरोध छ गायक विष्णु दाहाललाई माया र समर्थन गरेर उहाँको आवाजलाई संसारभरि फैलाऊ। धन्यवाद। कति लाग्छ भनी देउन काली घर रोजीरोटी चलाउनको लागि धेरै नै एकदमै लास्टै मुस्किल पर्छ। अब लास्टै अप्ठ्यारो हुन्छ घरमा रोजीरोटी चलाउन। किन मेरो गाउँको छेउमै बग्ने बाली जान खोला मुहार तिम्रो चन्द्र जस्तै मन चाहिँ कस्तो होला राम्री। नमस्ते, मेरो नाम विष्णु दाहाल र म तिनसुकिया जिल्ला अन्तर्गत सदिया महकुमा अन्तर्गत चुनपुरा पञ्चायत उदयपुर निवासी र म जन्मगत 100% दृष्टिहीन हो र आज हजुरहरूको सामु एउटा गीत प्रस्तुत गर्न गइरहेको छु। र मेरो एउटा फेसबुक पेज छ विष्णु ब्लगमा र हजुरहरू सबैजनाले मेरो फेसबुक पेजलाई फलो गरेर मेरो प्रत्येक भिडियोहरूलाई सेयर गरेर मलाई मेरो गीतहरू मेरो प्रतिभाहरूलाई माया गरिदिनु होला भन्ने म सबैप्रति अनुरोध गर्न चाहन्छु। र चाप ख्वात्यो सहरैमा तिमीलाई देखेको गाउँको बजारेमा तिमीलाई भेटेको चाप ख्वात्यो सहरैमा तिमीलाई देखेको गाउँको बजारेमा तिमीलाई भेटेको मेरो मन चोरी लागिन् पहिलो भेटेमा माया भए भेट गरौँ चुनपुरा गेटेमा माया भए भेट गरौँ चुनपुरा गेटेमा म पनि त केमा कम छु गोर्खालीको छोरो झनै बलियो कसिदिउँ न यो मायाको डोरो चुनपुरा त्यो हाई स्कुल हाम्रो गौरवशाली मेरो माया कति लाग्छ भनी देउन काली काली मेरो माया कति लाग्छ भनी देउन काली सदियाको बैरागी मन्दिर दर्शन गरौँला जुनी मत्ता तिम्रै भरमा परौँला सदियाको बैरागी मन्दिर दर्शन गरौँला जुनी मत्ता तिम्रै भरमा परौँला मेरो मनले चोरी लागिन् पहिलो भेटेमा माया भए भेट गरौँ चुनपुरा गेटेमा जिल्ला मेरो तिनसुकिया उदयपुर गाउँ रात दिन सधैँभरि जप्छु तिम्रै नाउँ मेरो गाउँको छेउमै बग्ने बाली जान खोला मुहार तिम्रो चन्द्र जस्तै मन चाहिँ कस्तो होला राम्री पनि कति राम्री हिस्सी परेकी बोली वचन मिठो सद्या कलेज पढेकी राम्री पनि कति राम्री हिस्सी परेकी बोली वचन मिठो सद्या कलेज पढेकी मेरो मनले चोरी लागिन् पहिलो भेटेमा माया भए भेट गरौँ चुनपुरा गेटेमा माया भए भेट गरौँ चुनपुरा गेटेमा। धन्यवाद। र म चाहिँ जन्मगत नि दृष्टिहीन हो र 2006 मा जब त्यो जुन अपरेसन गरिएको थियो त्यो पनि सक्सेस भएन। 2020 मा जब नेपालमा मैले ट्रिटमेन्ट गराउन भनेर गएको थिएँ त्यहाँ पनि उहाँहरूले हुँदैन भन्नुभयो र घरको आर्थिक अवस्था चाहिँ धेरै नै एकदमै कमजोरी छ। पिताजी पनि बिरामी हुनुहुन्छ। पिताजीलाई प्रेसर हाई हुन्छ, बढी हाई प्रेसर हुनको कारणले गर्दाखेरि उहाँलाई अलिकति समस्या हुन्छ र घरमा मलाई चलाउन घर रोजीरोटी चलाउनको लागि धेरै नै एकदमै लास्टै मुस्किल पर्छ। अब लास्टै अप्ठ्यारो हुन्छ घरमा रोजीरोटी चलाउन। किनकि म एउटा फिजिकली ब्लाइन्ड भएको नाताले म अब काम गर्न सक्दिनँ। फिजिकली ब्लाइन्ड भएको हुनाले गर्दाखेरि कुनै काम गर्न पनि अप्ठ्यारो पर्छ र पनि अब घरका कामहरू कतिपय कामहरू गर्छु र बाहिर गएर कुनै कम्पनीमा वा कुनै केहीमा मैले जब गर्न सक्दिनँ। त्यही भएर सबैजनाले सहयोग गरिदिनुहुन्छ होला भन्ने म सबैप्रति विनम्र अनुरोध गर्छु। आशा राख्छु हजुरहरू सबैले सहयोग गरिदिनु होला।